हेलो साथीहरू, गुड आफ्टरनुन अनि एकदमै धेरै स्वागत छ ममता भ्लगमा। आज यति बेला चाहिँ दिउँसोको 12 बजिसकेको छ साथीहरू। म चाहिँ मोमो गराउनको लागि पिठो मुस्न जाँदैछु साथीहरू। आजको दिउँसोको खाना बनाउन भनेर साथीहरू मोमो गराउन जाँदैछु साथीहरू। यो रहेको छ मैदाको पिठो। कति राम्रो पाकेटको एकदम राम्रो हुँदो रहेछ साथीहरू। मैदा खुवाउँदैछु। मैदा मुस्दैछु साथीहरू मोमोज गराउनको लागि। मैदा मुस्न रेडी गरिसके साथीहरू मैले मोमोज गराउनको लागि। साथीहरू मैले मैदा मुसेर पनि रेडी पारिसके। बुढो चाहिँ मोमोमा हाल्ने सामान ल्याउनको लागि बजार जानुभएको छ। अनि मैले मैदालाई एकछिन छोपेर राखिदिन्छु साथीहरू। बुढाले चाहिँ झोलाभरि सामान लिएर आइसक्नुभयो साथीहरू। के रहेछ हेरौँ त। यो मोमो मसला, बन्दा, यो रहेको छ मासु, चाट मसला, अजिनो, हरियो खोर्सानी। अजिनो, मासु, मोमो मसला, चाट मसला, मोमो मसला, खोर्सानी, बन्दा लिएर बुढो आइसक्नुभयो साथीहरू। प्याज, टमाटर, अदरक सबै सामान ल्याएर बजारदेखि बुढो आइसक्नुभयो साथीहरू। अब हामी बनाउन सुरु गर्छौँ है त। साथीहरू मैले अदरक प्याज सबै पहालेर रेडी पारिसकेँ। अब काट्दैछु। आज झोल मोमो गराएर साथीहरू खानुपर्ने छ। लसुन काट्दैछु साथीहरू। अब मसिनो टुक्रा पारेर किन्नु बनाउँदैछु साथीहरू। झोल मोमो हालेर झोल मोमो गराएर आजको खानै झोल मोमो खाने भनेर साथीहरू खानै खाएको छैनौँ। भोक लागिसकेको छ। दिउँसोको 12 बजिसक्यो साथीहरू। झोल मोमो खाने भनेर खाना खाएको छैनौँ। हेर्दै गर्नु होला हाम्रो भिडियो। अब फेरि म त्यस्तै मसिनो पारेर बन्द काट्दैछु साथीहरू। मसिनो धुजा बनाएर काट्नुपर्छ साथीहरू बन्दा। गिलासले मसिनो गराउँदैछु साथीहरू। सबैले भएन क्या अहिले, त्यही भएर गिलास युज गर्दैछु बन्दामा। साथीहरू स्वाद अनुसारको नुन हाल्दैछु यसमा। अदरक प्याज र हरियो खोर्सानी सबै अब यस्तो गरेर मिक्स गर्दैछु राम्रोसँग। यसमा अब मोमो मसला हाल्दैछु साथीहरू। अलिअलि चिकन मसला हाल्दैछु। बेसार राख्दैछु साथीहरू। यो रहेको छ मसला, मिक्स मसला। तेल राख्दैछु साथीहरू। यसरी राम्रोसँग मिक्स गर्दैछु साथीहरू।
बनाउनको लागि साथीहरू तेल बसाल्दैछु। कति धेरै तोरीको तेल। प्याज राख्दैछु साथीहरू। अब म राख्दैछु साथीहरू मासु। मासु राखेर मासुको ग्रेभी गराएर साथीहरू अदरक लसुनको पेस्ट हाल्दैछु साथीहरू। पेस्ट पनि राखिदिएँ, अदरक लसुनको पेस्ट पनि राखिदिएँ साथीहरू। अब यसलाई राम्रोसँग चलाएर साथीहरू हामी अब मोमो गराउँदैछौँ। भेला बनाएर मोमोका भेला गराउँदैछु साथीहरू, सानो सानो साइजका। साथीहरू किमु राख्नुपर्ने हुन्छ। अब यसमा यसरी बनाउनु पर्छ है त। हाम्रो मोमो रेडी भइसक्यो साथीहरू। बुढाले बनाएर उता राखिसक्नुभयो। हाम्रो मोमोज रेडी भइसक्यो साथीहरू। बुढाले बनाउँदै हुनुहुन्छ, म चाहिँ यता रोटी पेल्दैछु। साथीहरू अब म माथिबाट राखिदिँदैछु मोमो। झोल मोमो खानको लागि परेसमा सिटी लगाउनु पर्नेछ। यसरी राखिदिँदैछु माथिबाट मोमो। अब म लगाइदिँदैछु यसको झापन, सिटी लगाउनको लागि झापन लगाइदिँदैछु। एकछिनपछि हाम्रो मोमो पाक्नेछ। ओके गाइज, ओके गाइज। अनि रेडी भइसक्यो। अब झिकेर परेसको झापन निकाल्दैछु। वाउ, बाफ्रे 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 बाफ्रे, के दामी बनेको रहेछ साथीहरू, के दामी बनेको रहेछ झोल मोमो। देख्न सक्नुहुन्छ कस्तो राम्रो बनेको छ झोल मोमो। सिन्टर हालेर कति राम्रो। निकाल्नु शेष खायौँ है त साथीहरू। एकदम मासुको ग्रेभीसँग चोपेर पोल्छु। टमाटरको चटनी लगाएर दुईटा रहेछ नि त। मिठो छ, एकदम टेस्टी बनेको छ झोल मोमो।
không phải con बुढोले चाहिँ पर गएर कुकुरलाई दिँदै हुनुहुन्छ। राते कुकुरले खाँदैछ साथीहरू, कुकुरलाई पनि दियौँ, हामीले पनि खायौँ, एकदमै मिठो भयो। हाम्रो झोल मोमोको रेसिपी एकदमै मिठो भयो साथीहरू। यति भन्दै आज म यो भिडियोलाई यहीँ इन गर्न चाहन्छु। ममता युट्युब च्यानललाई सबैजनाले हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। नमस्ते, बाइ बाइ साथीहरू।